साहित्य सदन नेपालको स्थापना दिवस तथा हृदय चन्द्र सिंह प्रधानको 111औं जन्म जयन्तीको अवसर पारेर साहित्यकार राम विनयलाई हृदय चन्द्र स्मृति सम्मान अर्पण गरिएको छ। फागुन 4 गते सोमबार सदनको सभा हल रामहिटी बौद्धमा आयोजित एक विशेष समारोहका बीच राम विनयलाई अर्पण गरिएको हो। हृदय चन्द्र सिंह प्रधानको शालिगमा मालार्पण गरेर सुरु भएको समारोहको अध्यक्षता सदनका अध्यक्ष प्राध्यापक डाक्टर हेमनाथ पौडेलले गर्नुभयो। कार्यक्रमको प्रमुख आमन्त्रित नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गंगा प्रसाद उप्रेती रहनुभयो। समारोहमा पूर्व मन्त्री शान्ता मानवी, वरिष्ठ साहित्यकार प्राध्यापक डाक्टर दयाराम श्रेष्ठ सम्भव, प्रतिष्ठानका पूर्व सदस्य सचिव जगत प्रसाद उपाध्याय, वरिष्ठ साहित्यकार कोशराज न्यौपाने, सदनका उपाध्यक्ष तथा पुरस्कृत व्यक्ति छनौट समितिका संयोजक मित्रलाल पंग्यानी र सम्मानित व्यक्तित्व राम विनय र उहाँकी श्रीमती सीता श्रेष्ठ लगायत अतिथि रहनुभयो। साहित्यकार विनयलाई प्रमुख अतिथि वरिष्ठ साहित्यकार पूर्व कुलपति गंगा प्रसाद उप्रेतीले सम्मान पत्र, विशेष अतिथिहरू प्राध्यापक डाक्टर दयाराम श्रेष्ठले दोसल्ला, वरिष्ठ साहित्यकार कोशराज न्यौपानेले माला र सभाध्यक्ष प्राध्यापक पौडेलले रु 50,000 राशिको थैली प्रदान गरेर सम्मान गर्नुभयो। साथै पूर्व मन्त्री एवं साहित्यकार शान्ता मानवीले सम्मानित व्यक्तित्व विनयकी जीवनसाथी सीतादेवी श्रेष्ठलाई माला लगाएर सम्मान गर्नुभयो। उहाँले 6.5 दशक लामो साहित्य साधना गरी कविता, निबन्ध र कथा सिर्जना तथा साहित्य सन्ध्या जस्तो संस्थामा लामो समय अध्यक्ष रहेर नेतृत्व गर्दै साहित्यका माध्यमबाट समाज परिवर्तनमा पुर्याउनु भएको योगदानको कदर गर्दै साहित्य सदनले उक्त सम्मान अर्पण गरेको हो। समारोहमा सदनले प्रकाशन गरेको साहित्य सदन नामक प्राज्ञिक प्रकाशनको लोकार्पण पनि गरियो। उक्त प्रकाशनमा सदनले आयोजना गरेका गोष्ठीमा प्रस्तुत गोष्ठीपत्र, कविता महोत्सवमा पुरस्कृत कविका कविता, अन्य प्राज्ञिक वैचारिक सामग्री र सदनका गतिविधि र इतिहास समेटिएको छ। समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि गंगा प्रसाद उप्रेतीले हृदय चन्द्र सिंह प्रधान र साहित्य सदनको बारेमा विस्तृत चर्चा गर्नुभयो। उहाँले 2025 सालदेखि आफ्नो साथी राम विनयलाई सम्मान गर्न पाउँदा अत्यन्तै खुसी लागेको पनि बताउनुभयो। उहाँसँगको मेरो सम्बन्ध भनेको 2025 सालदेखिको सम्बन्ध हो। 2025 सालमा जुन बेला वाक स्वतन्त्रता ज्यादै कुण्ठित थियो, त्यसमा अलिकति तलमाथि पार्ने बित्तिकै त्यहाँनिर धेरै त्यो व्यक्तिहरूले धेरै ताडना सहनु पर्थ्यो। त्यो बेलामा हामीले पूर्वमा त्यो वाक स्वतन्त्रता प्रतिको नियन्त्रणलाई भत्काउनका निमित्त मेची अञ्चललाई केन्द्रबिन्दु राखेर झापाको शनिश्चरीमा मेची अञ्चल स्तरीय साहित्य सम्मेलन गरेका थियौँ र त्यो साहित्य सम्मेलन का प्रमुख हाम्रा आशीर्वचन दिने व्यक्तिहरू हुनुहुन्थ्यो। त्यो आज हुनुहुन्न, आनन्द सापकोटा र गोविन्द भट्ट, अरू धेरै साथीहरू हामी त्यसबाट उत्पादित साथीहरू छौँ। र 25 सालमा एउटा प्रखर कविको रूपमा त्यति बेला उहाँ विराटनगरतिर जस्तो लाग्छ कि यो ब्याङ्कमा काम गर्नुहुन्थ्यो। ब्याङ्कमा काम गर्ने जागिरे वाक स्वतन्त्रता भङ्ग गर्नका निमित्त आयोजना गरेको सम्मेलनमा साहसपूर्वक जानु हो। त्यति बेला उहाँको एकदमै त्यो बेलामा सरकारको कोप बाजनबाट उहाँको जागिर जान सक्थ्यो, त्यसलाई ख्याल नगरिकन आफ्नो आस्था र आफ्नोमा अडिग भएर उहाँ जानु हो। त्यहाँदेखि यता अहिलेसम्म पनि उहाँ निरन्तर सृजनाको माध्यमबाट पनि आफ्नो लेखन मार्फत कि नेपाली साहित्यलाई एउटा प्रखर विचार प्रदान ऊर्जा दिएर अगाडि बढाउन लागिरहनु भएको छ। साहित्यका धेरै विधामा उहाँ लेख्नुहुन्छ। सम्मान ग्रहणपछि बोल्दै सम्मानित व्यक्तित्व राम विनयले सम्मानित हुन पाउँदा भावुक बनेको सुनाउनुभयो। प्रगतिवादी साहित्यकार हृदय चन्द्र सिंहको नाममा स्थापित सम्मानबाट आफू सम्मानित हुन पाउँदा गर्व लागेको पनि उहाँले सुनाउनुभयो। हृदय चन्द्र सिंह प्रधानसँग मैले भेट्न पाएन। म बन्दीपुरमा पढ्दाखेरि विद्यार्थी कालमा उहाँको बारेमा, उहाँको रचनाको बारेमा चर्चा भएको पढेको मलाई याद आउँछ। उहाँ त्यति बेला बिरामी भएर टोखा हस्पिटलमा हुनुभएका, विदेशमा उपचार हुने त्यसो सुनिन्थ्यो, अखबारमा पढ्न पाइन्थ्यो, भेट्न पाइँदैन थियो। तर उहाँको रचना, उहाँको व्यक्तित्वप्रति म असाध्यै प्रभावित छु। उहाँप्रति म जहिले पनि नतमस्तक भएर हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। उहाँको नामबाट स्थापित यस गौरवमय पुरस्कारबाट म पुरस्कृत भएकोमा आफैले गौरवान्वित गर्दछु। पूर्व मन्त्री शान्ता मानवीले साहित्य सदनको सक्रियताका लागि धन्यवाद ज्ञापन गर्दै सम्मानित श्रेष्ठलाई बधाई दिनुभयो। आफूलाई
क्रियाशील बनाएकोमा म साहित्य सदनलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। किन भन्दा हरदम केही न केही कार्यक्रम गरिरहेको हुन्छ। त्यसले गर्दा यस क्षेत्रका साहित्यकारहरू कहिले कवि गोष्ठी, कहिले किताब लोकार्पणहरू, कहिले सम्मान कार्यक्रमहरू बेला बेलामा गरिरहनु भएको हुन्छ र यहाँ सबै साहित्यकारहरूलाई जमघट हुने, बोल्ने अवसर मिलाइदिनु भएको छ र आज हृदय सिंह चन्द्रको स्मृति दिवसमा सम्मानित दम्पतिहरूलाई पुनः सम्मान दिँदै र हाम्रा अग्रज साहित्यकारहरूप्रति हृदयदेखि नमन अभिव्यक्त गर्दै प्राध्यापक डाक्टर दयाराम श्रेष्ठले शुभकामना दिँदै हृदय चन्द्र सिंहको साहस र विनयको कथाकारिताको चर्चा गर्नुभयो। त्यसको जति प्रशंसा गरे पनि पुग्दैन र उनै महान प्रतिभाको नाममा स्मृतिमा स्थापना भएको यो पुरस्कारद्वारा सम्मानित हुनुहुने आजका प्रतिभा राम विनयलाई म बधाई ज्ञापन गर्न चाहन्छु। उहाँका कथाहरू मैले पढेको छु र एउटा कथा सङ्ग्रहमा मैले भूमिका पनि लेखेको छु र त्यो भूमिकामा मैले के भनेको छु भने राम विनय कथ्यको हिसाबबाट उनी सामाजिक यथार्थवादी कथाकार हुन्। कथ्यको दृष्टिकोणबाट शुभकामना मन्तव्य राख्दै प्राध्यापक जगत प्रसाद उपाध्यायले सदनले राम विनय जस्ता श्रेष्ठलाई छनौट गरेर सम्मान गरेकोमा प्रशंसा गर्नुभयो। अर्को प्रसङ्गमा उहाँले हृदय चन्द्र सिंहले नेपाली साहित्यका विविध विधामा चेतना सहितका प्रगतिशील बाटो खनिदिएको बताउनुभयो। हृदय चन्द्र सिंहले यही चुनौतीपूर्ण बाटोलाई कार्यलाई सम्वरण गर्नु भएर नेपाली साहित्यमा अहिले जति पनि यो प्रगतिशील साहित्यका क्षेत्रमा जुन स्तरको उन्नत एउटा सृजनात्मक परिवेश देखिन्छ त्यसको आरम्भकर्ता हृदय चन्द्र सिंह प्रधान नै हुनुहुन्छ भन्ने मलाई लाग्छ। तपाईँ हामीले वरिष्ठ साहित्यकार कोशराज न्यौपानेले सम्मानित व्यक्तित्वलाई बधाई तथा शुभकामना दिनुभयो। साहित्य सदन परिवारलाई, अध्यक्ष लगायत परिवारलाई आभार व्यक्त गर्दछु। पुरस्कृत व्यक्तित्वलाई बधाई दिन्छु। हृदय चन्द्र सिंह र सम्मानित श्रेष्ठ राम विनयको बारेमा सदनको उपाध्यक्ष मित्रलाल पङ्ग्यानीले विस्तृतमा चर्चा गर्नुभयो। हृदय चन्द्र सिंह प्रधान अचम्मको जीवन बाँच्नु भएको छ। वास्तवमा बाहिरबाट इतिहास पढ्दा एउटा कुरो बुझिन्छ, त्यो समयको त्यही जीवनको त्यही भोगाइलाई महसुस गर्ने गरी अन्तर्यमा गएर हेर्ने हो भने उहाँले जे जति काम गर्नुभयो त्यो विचित्रको छ। कुन अर्थमा विचित्रको छ भने उहाँले जम्मा 44 वर्षको आयु बाँच्नुभयो। 44 वर्ष पनि पुरा होइन। समारोहलाई समापन गर्दै सभाध्यक्ष तथा सदनका अध्यक्ष प्राध्यापक डाक्टर हेमनाथ पौडेलले सदनले हालसम्म संस्थाको भौतिक पूर्वाधार निर्माणमा बढी समय खर्च गरेको र यसमा अग्रजहरूको महत्त्वपूर्ण योगदान रहेको उल्लेख गर्नुभयो। अबको समय प्राज्ञिक साहित्यिक गतिविधिमा खर्च गर्ने बताउँदै उहाँले उपस्थित सबैलाई धन्यवाद व्यक्त गर्नुभयो। विश्व कविता दिवस मार्च 21 का अवसरमा सदनले आगामी चैत्र 7 गते राष्ट्रव्यापी कविता प्रतियोगिता सहितको कविता महोत्सव आयोजना गरेको पनि उहाँले जानकारी दिनुभयो। हाम्रो अग्रजहरू सबैलाई हामी सम्मान गर्दै अगाडि बढिरहेका छौँ र उहाँहरूको इतिहास नमरोस् भनेर हामी उल्लेख गरेर यी सामग्रीहरूमा पनि ल्याइरहेका छौँ र सक्रियताका साथ गतिविधिहरू गरिरहेका छौँ। अब हामी निर्माणको चरणबाट अरू गतिविधिहरूलाई सक्रिय रूपमा अगाडि बढाउने अवस्थामा आइपुगेका छौँ। यहाँहरू सबैको साथ सहयोग रहिरहन्छ, रहनेछ र हामी अब प्राज्ञिक गतिविधिहरू, वैचारिक साहित्यिक कार्यक्रमहरू गर्दै अगाडि बढ्छौँ। यसै सन्दर्भमा अब चैत्र 7 गते हाम्रो कविता महोत्सव हुँदैछ। हामीले 2 वर्ष अगाडिदेखि कविता महोत्सव गर्दैछौँ। राष्ट्रव्यापी रूपमा कविताको आह्वान गरेर, राष्ट्रव्यापी रूपमा मात्रै होइन अन्तर्राष्ट्रिय क्षेत्रबाट पनि कविताहरू आउँछन्। गत साल 400 भन्दा बढी कविताहरू आएका थिए र अब 7 गते हामी त्यो कविता महोत्सव गर्दैछौँ र त्यसमा प्रतियोगितासहित अरू महत्त्वपूर्ण 25 जना कविहरूलाई हामी त्यहाँ अतिथि कविहरूलाई समावेश गर्छौँ र त्यो महोत्सव सम्पन्न गर्छौँ।
र त्यो सूचना हामीले प्रकाशन गरिसकेका छौँ, सूचना आइसकेको छ। यहाँहरू पनि त्यसमा सामेल हुन चाहनुहुन्छ, प्रतियोगितामा कविता लेखेर भने त्यसमा सामेल हुन सक्नुहुन्छ। नभए पनि आगामी चैत्र 7 गते हामी यही हलमा कविता महोत्सव सम्पन्न गर्नेछौँ। यहाँहरूलाई मैले अहिले नै निमन्त्रणा पनि गरेँ। त्यस्तै गरी वैशाखमा पारिजात स्मृति दिवस आउँछ। पारिजातको सन्दर्भमा हामी प्रत्येक वर्ष पुरस्कार प्रदान गर्दैछौँ। त्यसपछि फेरि असारमा गोपालप्रसाद रिमालको आउँछ, त्यसपछि व्यथितको आउँछ। त्यस्तै अरू सन्दर्भमा पनि हामी विभिन्न गोष्ठीहरू, प्राज्ञिक गोष्ठीहरू गर्दै अगाडि बढिरहेका छौँ। सदनको सचिव प्रहलाद पोखरेलले विषय प्रवेश गर्दै स्वागत मन्तव्य राख्नुभयो। समारोहमा सदनका सदस्य विश्वनाथ तामाङले सम्मान पत्र वाचन गर्नुभयो। सदनको सदस्य त्रिलोचन आचार्यले हृदय चन्द्र सिंहको एउटा कविता पनि वाचन गरेर सुनाउनुभयो। सदनका सदस्यहरू मणिराज लामिछाने र सुनिता बुढाथोकीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो।